रवि पत्नी निकिता पौडेल लामिछानेको भावुक स्ट्याटस। अन्यायको शिकार भएकी म कसरी तङ्ग्रिएर हिँडे होला, कसरी उहाँको अगाडि पुगे थाहा छैन, सायद जिउँदो लास भएर हिँडेछु। दुर्गा प्रसाईको आओ आओ र प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तेजक बोलीमा अभिव्यक्तिमा के फरक छ? 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। मनिष झा भन्छन् दुवै उस्तै हो। सरकारको प्रधानमन्त्री र त्यो दलको अध्यक्षले आओ आओ भनेर निर्देशन दिन्छ भने यो दुर्गा प्रसाईको अर्को कारण हो। राष्ट्रिय मानव अधिकार आयोग पनि झस्कियो, प्रधानमन्त्रीलाई गरायो सचेत। जेठ 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनिदिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यान आकर्षण भएको छ। गगन थापाले दिए प्रधानमन्त्री ओलीलाई चेतावनी, आइन्दा यस्ता अभिव्यक्ति नदोहोरियोस्। हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम कुरा गर्न पाइँदैन भने सामान्य प्रधानमन्त्रीको तहबाट त्यो कुरा गर्ने कुराको कल्पना पनि गरिनुहुन्न। त्यसैले यो जे जति कुराहरू बाहिर सुनियो यस्ता कुराहरू आइन्दा कहिले नदोहोरियोस्। नमस्कार, हेडलाइन नेपालको हेडलाइन विशेषमा तपाईलाई हार्दिक स्वागत छ। आजको हेडलाइन विशेषमा हामीले रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले एउटा फेसबुकमा भावुक स्ट्याटस लेखेकी छन्। त्यो स्ट्याटसको बारेमा हामी विषय प्रसङ्ग जोड्नेछौँ। त्यस्तै गरिकन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको उत्तेजक भाषण अभिव्यक्ति अहिले चौतर्फी रूपमा विरोधमा परेको छ, चौतर्फी रूपमा आलोचनामा परेको छ। राष्ट्रिय मानव अधिकार आयोगले यति बेला विज्ञप्ति सार्वजनिक गरेको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई हामीले आज प्रश्न गरेका थियौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको त्यो उत्तेजक बोलीलाई, अभिव्यक्तिलाई कसरी हेर्नु भएको छ? गगन थापाले भनेका छन्, आइन्दा प्रधानमन्त्रीजी हाम्रो तहबाट त्यस्ता बोली बोल्न हामी कल्पना गर्न सक्दैनौँ। प्रधानमन्त्रीको पदमा बसेर यस्ता बोली कृपया नबोल्नुहोला, आइन्दा नदोहोरियोस् भनेर उनले चेतावनी दिएका छन्। त दर्शकबिन, प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेका एउटा झुण्डको, एउटा कोठरीका प्रधानमन्त्री मात्र हुन् कि अल सबै नेपालीका प्रधानमन्त्री हो? के राप्रपाको बेग्लै प्रधानमन्त्री छन् यो मुलुकमा? राष्ट्रिय स्वतन्त्र पार्टीका बेग्लै प्रधानमन्त्री छन् यो मुलुकमा? राजावादीका बेग्लै प्रधानमन्त्री छन् यो मुलुकमा? सबै नेपालीका प्रधानमन्त्री भनेको त केपी शर्मा ओली नै होलान् नि। अनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री माता हातमा, प्रधानमन्त्री भनेको आजको हाम्रो संविधानले कार्यकारी पद हो, देशको सबैभन्दा ठुलो कार्यकारी पदमा भएको व्यक्तिलाई आफ्ना संयन्त्रप्रति विश्वास छैन? प्रहरी प्रशासन सुरक्षा निकायका व्यक्तिहरूसँग, सुरक्षा संयन्त्रसँग विश्वास छैन? आखिर आफ्नै झुण्ड, आफ्नै कोठरीका एउटा झुण्डलाई तिमीहरू राजावादीहरूको 15 गतेको प्रदर्शनलाई ठेगाना लगाऊ, उनीहरूलाई आउन नल्याऊ। यो किसिमको अभिव्यक्ति दिने, यो खालको उत्तेजित अभिव्यक्ति दिने कुरा, यो किमार्थ कसैलाई पनि स्वीकार भएको अवस्था देखिएको छैन। आज राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले भनेका छन्, माननीयले प्रधानमन्त्रीको अभिव्यक्ति र हिजो दुर्गा प्रसाईले आओ आओ भनेको अभिव्यक्तिमा के चाहिँ फरक छ? जसरी दुर्गा प्रसाईलाई मुद्दा लाग्यो, मान्छे मारेको कर्तव्य जान सम्मको मुद्दा, कर्तव्य ज्यानको सम्म मुद्दा दुर्गा प्रसाईलाई लाग्छ भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुद्दा किन नलाग्ने? चैत्र 15 गतेको हामी 3 गुनेको घटनाभन्दा अगाडि पनि स्मरण गरौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बाग्लिए झम्टे झैँ भन्ने सम्मको शब्द प्रयोग गरेका थिए। फलस्वरूप 3 गुनेमा त्यस्तो घटना घट्यो। अब फेरि भोलि 15 गते दुर्घटना भयो, मुठभेड भयो भने के हुन्छ? त दर्शकबिन, यो विषय प्रसङ्ग पनि आजको हेडलाइन विशेषमा हामीले जोड्ने प्रयास गरेका छौँ। कसैको पनि ज्यान जानु हुँदैन। अब कसैको 15 गते ज्यान गयो भने अहिले 3 कुने घटनाको विषयमा स्वतन्त्र न्यायिक छानबिन आयोग बनाउनको लागि सरकारले पेलेर लग्यो। अब यो सम्भव छैन। अब यो खालको घटना घट्यो भने हामी भन्छौँ
15 गतेको 3 कुनेको घटनाको लागि पनि स्वतन्त्र न्यायिक छानबिन आयोग बन्नै पर्छ र आगामी 15 गते तलमाथि भयो भने यसको ठुलो जिम्मेवार व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुनेछ र नेपाली कांग्रेसलाई हामी भन्न चाहन्छौँ तपाईहरुले बोलेर मात्र होइन एक्सनमा जान सक्नु पर्यो। कांग्रेसले डेमोक्रेटिक पार्टी भन्ने भोलि गृहमन्त्री कसको छ? नेपाली कांग्रेसको छ। भोलि त्यो खालको मुठभेडको अवस्था आयो भने अनि गृह प्रशासनले कसरी व्यवस्थापन गर्छ? प्रहरी प्रशासनले कसरी व्यवस्थापन गर्छ? प्रधानमन्त्री मान्छेलाई उकास्ने उचाल्ने द्वन्द्वमा अगाडि बढाउने अनि भोलि तलमाथि भयो भने सम्पूर्ण जिम्मेवारी गृहमन्त्रीको टाउकोमा आउने प्राय निश्चित छ र ओलीजीको बानी पनि त्यही छ। त्यसैले अहिले के भन्दैछन् भने कांग्रेस इतिहासमै यतिसम्मको निर्लज्ज कांग्रेस, यतिसम्मको हुतिहारा कांग्रेस नेपालको इतिहासमा कुनै दिन पनि नेपाली कांग्रेस थिएन भनेर कांग्रेसी जनहरूले नै अहिले फेसबुकमा स्ट्याटस लेखिरहेका छन्। त्यो सम्मको हुतिहारा कांग्रेस भएर अहिले केपी शर्मा ओलीसँग टाँसिएर कांग्रेस बसिरहेको छ। त्यति मात्र होइन, गृहमन्त्री रमेश लेखकको भिजिट भिसा सम्बन्धी प्रकरण आउँछ। डाक्टर शेखर कोइराला, सुनिल शर्मा, राजेन्द्र बजगाई कांग्रेसका माननीय सांसदले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुस् भनेर उनीहरूले मिडियामा बोल्छन्। त यसमा कांग्रेसले स्पष्टीकरण सोध्ने अरे हेर्नुस्, कांग्रेसको हविगत, कांग्रेसको अवस्था कहाँ पुगेको छ? कांग्रेस यति तल झरिसक्यो, अब कसरी उठ्छ होला बा, कांग्रेसले त सकाउँदै नै भयो भनेर अहिले एक थरी कांग्रेसी जनहरू चिन्ताग्रस्त अवस्थामा भएका छन्, हामीलाई गुनासो गर्छन्। के भएको पत्रकारजी? लौन हौ के हुन लाग्यो? कांग्रेसलाई कहाँ पुर्याउन गए? यतिको निर्लज्ज र हुतिहारा कांग्रेस त हामीले देखेको पनि थिएन। नेतृत्वको सद्बुद्धि किन नआएको होला भन्दै कांग्रेसी जनहरूले पनि अहिले चिन्ता व्यक्त गर्न थालेका छन्। त दर्शकबिन, केपी शर्मा ओलीको यो उत्तेजक बोलीको अर्थ के हो? भोलि 15 गते मुठभेड भयो भने कसले जिम्मेवारी लिने र अहिले गृहमन्त्रीको राजीनामा कांग्रेसकै डाक्टर शेखर कोइराला, राजेन्द्र बजगाई माननीय, सुनिल शर्माले किन गरे? हिजो नेपाली कांग्रेसमा इतिहास छ। डाक्टर रामशरण महत अर्थमन्त्री हुँदा उहाँमाथि सदनमा प्रश्न उठ्यो। डाक्टर रामशरण महतले पदबाट राजीनामा दिए, यही एमाले हो। कृष्णगोपाल श्रेष्ठ माननीय सांसद एमालेकाले निरन्तर त्यहाँ आवाज उठाए, एमालेले अवरुद्ध गर्यो। विक्रम सम्वत 2053 साल साउन 10 गतेबाट अवरुद्ध गरेको सदन 15 गतेसम्म एमालेले सदन अवरुद्ध गर्न छोडेन। डाक्टर रामशरण महतले अर्थमन्त्रीबाट राजीनामा दिए। उनले मार्ग प्रशस्त गरे किनभने उनको विषय राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्नुपर्ने विषय थियो। त्यसैले आफै अर्थमन्त्री हुँदा राजस्व अनुसन्धान विभाग आफै माताहतको विभाग भएकाले कसरी अनुसन्धान गर्न सक्छ भनेर उनले पदबाट हटिदिए। 3 महिना लगाएर अनुसन्धान भयो, क्लिन चिट पाए अनि फेरि कार्तिक 1 गते त्यसै साल उनी अर्थमन्त्रीमा पुनर्बहाली भए। त्यो दम, त्यो छाती नेपाली कांग्रेसमा कहाँ गयो? त्यो नैतिकता आज कांग्रेसमा छ। तर आज कांग्रेसमा राजीनामाको कुरा गर्दा, मार्ग प्रशस्त गर्ने कुरा गर्दा कसैले पनि रमेश लेखकलाई अहिले नै दोषी भनिसकेको छैन। कांग्रेसीहरूले मात्र के भनेका छन् भने गृहमन्त्री आफै बस्ने अनि अनुसन्धान कसरी हुन्छ निष्पक्ष, मार्ग प्रशस्त गर्नुस्, क्लिन चिट पाउनुभयो भने फेरि गृहमन्त्री भएर आउनुस्। यति भन्दा डाक्टर शेखर, राजेन्द्र बजगाई, सुनिल शर्मालाई कारबाही गर्न शेरबहादुर देउबा कांग्रेस सभापतिलाई उत्तेजित बनाउने, वाह, कांग्रेसलाई मान्नुपर्छ। अहिले कांग्रेसीहरूको जुन धार छ, जुन लय छ, त्यसलाई त क्या बात, स्याबास कांग्रेसीहरू भन्ने स्थिति चाहिँ आएकै छ। त दर्शकबिन, आजको हेडलाइन विशेषमा हामी छोटो मिठो रूपमा अब प्रसङ्ग जोड्नेछौँ। यिनै प्रसङ्गहरू रहेको छ। सर्वप्रथम यहाँहरू समक्ष हामी रवि लामिछानेकी धर्मपत्नी निकिता पौडेल लामिछानेले फेसबुकमा सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेखेकी छन्। निकै नै भावुक स्ट्याटस छ। अहिले सामाजिक सञ्जालमा यो भाइरल पनि भइरहेको छ। यहाँहरूलाई हामी त्यो स्ट्याटस पनि देखाउनेछौँ र म पढेर पनि यहाँहरूलाई सुनाउनेछु। निकिता पौडेल लामिछानेले के लेखेकी छन् भने, त्रास अझै बाँकी छ। जेठ 9 गते शुक्रबार सर्वोच्च अदालतमा सुनवाईको अन्तिम दिन न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगे। बहस सकिएर आदेश आउने दिन सुनाउनेले जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन। मनले अन्याय हुँदैन भन्ने लागिरह्यो। हाम्रो तर्फबाट बहस राम्रो भयो। बेन्चमा हरेक प्रश्नको कानुन व्यवसायीको तथ्यपूर्ण जवाब
बहसले तथ्य पक्रेर आदेश गर्न बेन्चलाई प्रशस्तै आधार दिएको ठाने। न्यायप्रतिको विश्वास झनै बढ्यो। करिब 2 बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहेँ। केही पछि सह रजिस्ट्रार प्रवक्ताको कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दा कुर्दै करिब 7 घण्टा बित्यो। एकैछिन है भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन्। आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए। श्रीमान त निस्किनु भयो भनेर एकजना पत्रकार भाइले जानकारी दिए। त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन् प्रवक्ता। बाहिर निस्किँदा एकजना आफन्तले फोनमा नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढेँ भन्नुभयो। म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने। अदालतले आधिकारिक रूपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैर जिम्मेवार। अदालतले न्याय त दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश। झमझम पानी परिरहेको थियो। अदालतबाट निस्किएँ। शुक्रबारको तनाव, अनिद्रा र रुवाई, जिन्दगीकै अत्यन्त कठिन दिन। भोलिपल्ट शनिबार भैरवाहा जानु नै थियो। गएँ। अन्यायको शिकार भएकी म कसरी तङ्ग्रिएर हिँडे होला, कसरी उहाँको अगाडि पुगेँ थाहा छैन। सायद जिउँदो लास भएर हिँडेछु। उहाँको अगाडि पुगेपछि मात्र होस खुले जस्तो भयो। साँझ काठमाडौँ फर्किएँ। केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमान विरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैर कानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब न्याय माग्न म कहाँ जाउँ? मनको डर मेटाउन कसलाई गुहारौँ? गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो अवस्था र विश्वासको जग बेसरी हलिएको छ। थाहा छैन फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ। त दर्शकवृन्द, यो रवि लामिछाने कि धर्मपत्नी निकिता पौडेल लामिछानेले सामाजिक सञ्जालमा आफ्ना वेदना स्टाटस मार्फत लेखिएको त्यो स्टाटस पढेर हामीले स्क्रिनमा पनि देखायौँ, पढेर पनि सुनायौँ। यो खालको अवस्था अहिले देखिएको छ। त दर्शकवृन्द, अब हामी प्रसङ्ग जोड्न चाहन्छौँ प्रधानमन्त्री केपी शर्मा ओली। प्रधानमन्त्री केपी शर्मा ओलीले जुन उत्तेजित भाषण गरे र 15 गते अब भिडन्त भयो भने यसको जवाफदेहिता कसको हुन्छ? यसको जवाब कसले दिने? आज दुर्गा प्रसाई, रविन्द्र मिश्र लगायतलाई एउटा अभियोग छ। प्रहरी के भन्दैछ भने तपाईँले ढुङ्गा हानेको त हामीलाई होइन, लाठी मुङ्ग्रा गरेको त होइन, आगजनी गरेको त होइन, तर ती मान्छेलाई उकास्नु त भयो नि, अभिव्यक्ति दिएर उचाल्ने काम त गर्नु भयो नि भनेर आज ज्यान मार्ने सम्मको उद्योगमा मुद्दा दर्ता गर्दै गर्दा आजको प्रहरीले, प्रशासनले अब प्रधानमन्त्रीको यो उत्तेजित बोलीलाई चाहिँ कसरी हेर्ने? त्यसैले आज दुर्गा प्रसाईले त्यसबेला आओ आओ भनेका कुरा र ओलीजीको यो अभिव्यक्तिमा के फरक छ भनेर अहिले सामाजिक सञ्जालदेखि कतिपय सञ्चार माध्यम अनि कतिपय माननीय सांसद र नेताहरूले बोलिरहेका छन्। त दर्शकवृन्द, त्यो दिनको घटनाको स्मरण हामी क्रमैसँग विषय प्रसङ्ग जोड्नेछौँ। दुर्गा प्रसाईले आओ आओ भनेको त्यो रिमाइन्डको लागि हामी यो भिडियो यहाँ समक्ष प्रस्तुत गर्दैछौँ। गाडी चलाउँदै अगाडि बढिराख्नु भएको छ। हामी दुर्गा प्रसादसँगै अगाडि बढिरहेका छौँ। यहाँ निकै ठुलो मात्रामा युवाहरूको उपस्थिति देख्न सकिन्छ। ठुलो मात्रामा युवाहरूको उपस्थिति, प्रहरीको पार तोडेर दुर्गा प्रसाई आफै अगाडि बसेको हुन्छ। प्रहरीलाई गाडीले पेलेर अगाडि बढ्दैछौँ। कहाँ कसैले रोक्न सक्ने अवस्था छैन। प्रहरीलाई पेलेर अगाडि बढिरहेको छ। प्रहरी गाडीको चाबी खोज्न लागिपरेको छ र दुर्गा प्रसाईले प्रहरीको क्लियर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा लाठीचार्ज गरिरहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। अहिले तुलना गरिराखिएको छ दुर्गा प्रसाईले आओ आओ भन्नु र केपी ओलीले उत्तेजित रूपमा
आफ्ना कार्यकर्ताहरूलाई एउटा प्रधानमन्त्रीको पदमा बसेर उत्तेजित बनाउनु के फरक छ? प्रधानमन्त्री केपी शर्मा ओलीले के बोलेका थिए एकैछिन यो हेरौँ। म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। 15 गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै 15 गतेको तयारी थाल्नुहोस्। 15 गतेको तयारी थाल्नुहोस्। 15 गते के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। समय थोरै भयो भन्ने यति साथीहरू वडामा गएर अरू जो पराजित साथीहरू छन् तिनीहरूलाई पनि लिएर, त्यहाँका पार्टीहरूलाई लिएर पार्टी परिचालन तपाईँहरू यति आफ्ना वडामा कति 359 वडा त तपाईँहरू मोबिलाइज हुनुहुन्छ। 359 भन्दा बाहिरका वडाहरू पनि मोबिलाइज गर्न सकिन्छ। यति मोबिलाइज गरेर जनता परिचालन हुँदाखेरि अनि कसले थाम्छ, कसले रोक्छ? त्यस कारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु, निर्देशन पछि आउँछ। तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नु होला। भोलि यहाँबाट गएपछि आज प्रशिक्षण, भोलि प्रशिक्षण, जति बेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुहोस्। प्रशिक्षण सिद्धिएपछि 15 गतेमा ध्यान दिनुहोस्। 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छोडिदिनुहोस्। अहिले चौतर्फी प्रधानमन्त्री केपी शर्मा ओलीको यो अभिव्यक्तिको विरोध भएको छ, किनभने हामी मानव अधिकारलाई रेस्पेक्ट गर्ने नेपालीहरू हौँ। हामीलाई उत्तेजना चाहिएको छैन, हामीले समाजमा द्वन्द्व मचाउने लोकतन्त्र चाहिएको छैन, हामीलाई निषेध गर्ने लोकतन्त्र चाहिएको छैन। लोकतन्त्रमा सबैले सबैको सम्मान गर्नुपर्छ। हामी स्मरण गर्न चाहन्छौँ एडल्फ हिटलरले के गरेका थिए? यहुदीलाई सखाप बनाएका थिए। यहुदीलाई भन्थे दे अल आर एनिमिज भन्थे, ती सबै हाम्रा दुश्मन हुन् भन्थे। त्यो खालको भाष्य जर्मनीमा उनले स्थापित गरेका थिए। ग्यास चेम्बरमा लाखौं के बुढा, के वृद्ध, के बालबालिका, के महिला, के युवा सबैलाई लाखौंलाई ग्यास चेम्बरमा राखेर सखाप बनाए हिटलरले। हो त आज राज संस्थाप्रति आस्था राख्दैमा लोकतन्त्रमा व्यवस्था विरोधी भए भनेर जस्तो सुकै भड्किलो अभिव्यक्ति दिने यो छुट प्रधानमन्त्रीजीलाई हुन्छ कि हुँदैन? हामीले फेरि हिटलरसँग तुलना गर्न खोजिरहेको होइन। भनाइको मतलब जुन एउटा निरङ्कुश शासक हुन्छ उसले एउटा तबकालाई देख्नै सक्दैन, उसले सफाया गर्नतिर लाग्छ। तर लोकतन्त्रमा त्यो हुँदैन। मात्र भन्न खोजेको लोकतन्त्रमा सबैको सम्मान हुन्छ, चाहे व्यवस्था विरोधी होस् या व्यवस्थामा समर्थन गर्ने होस्। त कसैले भाषण दिएकै भरमा ज्यान सम्बन्धी मुद्दा दर्ता गर्ने ओली सरकारले, अनि प्रधानमन्त्रीले चाहिँ मुठभेडको लागि आह्वान गर्ने, उत्तेजित बनाउने। त दर्शकबिन, यो दुर्गा प्रसाईको अभिव्यक्ति र प्रधानमन्त्रीको अभिव्यक्तिमा के फरक छ भनेर हामीले भनिरहेको छैनौँ। फेरि यो अहिले संसार बनिरहेको छ, सबै नेपाली बनिरहेका छन्, नेता माननीय सांसद बनिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय सांसद प्रवक्ता मनिष झाको यो भनाइ सुनौ। यो गठबन्धन भन्दै गर्दाखेरि आजभन्दा 10 महिना अगाडि गठबन्धनको प्रमुख 7 बुँदे, त्यसलाई पनि कथित 7 बुँदेमा एउटा संविधान, अर्को स्थायित्व, अर्को सुशासन, अर्को संविधानको संशोधन, समृद्धि, यो कुराहरू भनिएको थियो। तर रहेछ के भन्ने कुरा 10 महिनासम्म सरकारको रवैयाले देखाइसकेको छ। मेरो आजको आपत्ति 2वटा प्रमुख कुरामा हो। अस्ति चैत्र 15 गतेको आन्दोलनमा दुर्गा प्रसाईको अराजक प्रस्तुतिले आओ आओ भन्दै गर्दाखेरि सरकारलाई त्यो कुरामा विमति भयो। तर हिजो सम्माननीय प्रधानमन्त्रीले आफ्नो कार्यकर्तालाई फरक भाषामा आओ आओ भनेको होइन र? त्यसरी भन्न पाइन्छ। एउटा सुरक्षा संयन्त्र सबै राज्यको सबै निकायको संवैधानिक रूपमा यो व्यवस्था अनुरूप नेतृत्व गरिराखेको मान्छेले सुरक्षा निकायलाई यो सुरक्षा, यो नियन्त्रित अभ्यास,
सबै कुराको निर्देशन दिने हो कि कार्यकर्तालाई यो सडक नियन्त्रण गर भनेर भन्ने हो? यो गलत अभ्यास हो। र सडक नियन्त्रण नेकपा एमालेको कार्यकर्ताले त्यस पार्टीको अध्यक्षको निर्देशनमा यो सडक नियन्त्रणमा लिन्छ भने हामी कहाँ जाने? हामीले कहाँबाट अनुमति लिनुपर्ने त्यो सडकमा हिँड्नको लागि? र कसले पास इस्यु गर्ने हो? त्यो कुरा भनिदिनु पर्यो। त्यसैले यो अभिव्यक्ति स्वतन्त्रता प्रति हो, राजावादीको आन्दोलन, राजावादीको सैद्धान्तिक माग प्रति मेरो सहमति नहोला, तर उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको लागि त्यो रक्षार्थ भने म खटिरहनेछु, म लडिरहनेछु। यो डेमोक्रेटिक कन्ट्री हो, लोकतान्त्रिक हो, र यसको संविधानमा लोकतान्त्रिक गणतान्त्रिक संघीय देश भनेर लेखिएको छ भने लोकतन्त्रको एउटा आधारभूत सिद्धान्त त यो फ्रीडम अफ एक्सप्रेसन, वाक स्वतन्त्रता हो नि। उसले फरक राजनीतिक संस्कारको माग राख्न पाउँछ, तर कानूनी परिधिमा बसेर। तर त्यो कानूनी परिधि बाहेक देशको राज्य सत्ता सञ्चालन गरिराखेको प्रधानमन्त्रीको दलको कार्यकर्तालाई सोही सरकारको प्रधानमन्त्री र त्यो दलको अध्यक्षले आओ आओ भनेर निर्देशन दिन्छ भने यो दुर्गा प्रसाईको अर्को प्रारूप मात्र हो। यो संवैधानिक व्यवस्था वा संवैधानिक अभ्यास होइन। यो एउटा कुरा मेरो विमति। अर्को कुरा विमति, नेपाली कांग्रेसको केन्द्रीय सदस्य र नेपाली कांग्रेसको तर्फबाट वर्तमान सरकारको गृहमन्त्री माननीय रमेश लेखक ज्यूको संलग्नता भिजिट भिसा प्रकरणमा देखियो। तर नेपाली कांग्रेसको पदाधिकारी बैठकले आज उहाँलाई क्लिन चिट दियो। अख्तियारले त अनुसन्धान शुरू गरेकै छैन, विभिन्न निकायले आफ्नो निर्णय सुनाएकै छैन, तर दलको कोठे बैठकले यसरी क्लिन चिट दिन थाल्ने हो भने त्यो दलले के कानून मानिराखेको छ त? यहाँको संवैधानिक आयोग, संवैधानिक निकाय, कानूनी प्रक्रिया मानिराखेको छ त? त्यो दलले त कतैतिर प्रश्न उठ्यो भने त्यो प्रश्नलाई हामी जवाफ दिनेछौं र त्यो प्रश्नको निराकरणको लागि हामी संवैधानिक प्रक्रिया, कानूनी अनुसन्धान प्रक्रियाहरू सबैलाई सघाउनेछौं भनेर भन्नुपर्ने होइन। तर उहाँहरूले होइन हाम्रो मान्छे क्लिन चिट छ, स्वच्छ छ भनेर भन्नुहुन्छ भने उहाँहरूले पनि अर्को भाषामा कानून मान्नुहुन्न। यो देश उहाँहरूकै संयन्त्रले बनाएको, उहाँहरूकै कार्यकर्ताको भर्ती केन्द्रको रूपमा रहेको विभिन्न संवैधानिक आयोग नियोगहरूको अस्तित्वलाई मान्नुहुन्न भन्ने कुरा उहाँहरूले जवाफ दिनुभएको छ। यदि यसरी कोठे बैठकहरूले निर्णय सुनाउँदै जाने हो भने किन चाहियो? अर्को कुरा, अरूको हकमा चाहिँ प्रमाणित नहुँदै अभियोजन दर्ता गर्दैमा गएर रातारात शयन कक्षमा छिरेर प्रहरी पठाएर थुनिदिने तपाईहरू, तर तपाईहरूमा प्रश्न उठ्न मात्र पाउँदै गर्दा, प्रश्न उठ्न मात्र थालेको अवस्थामा तपाईहरूले हतार हतार बैठक गरेर होइन हाम्रो मान्छे क्लिन छ भनिदिने। तपाईहरूलाई चुनौती, सक्नुहुन्छ भने राजीनामा दिनुस्, स्वच्छ हुनुहुन्छ भने तपाईँ त्यो पदमा फर्किनुस्, स्वच्छ हुनुहुन्न भने तपाईले यो देशको कानून जसको सुरक्षार्थ तपाईँ कुनै पदमा बस्नु भएको छ भने के अरूको लागि कानून, अरूलाई रातारात समात्नको लागि कानून, अरूको नाममा मुद्दा दर्ता भयो त्यो पनि फेक मुद्दा भनेर भन्न थालिसके, मेरो नाम दुरुपयोग भनेर भन्न थालिसके, त्यसमा चाहिँ कानून लाग्ने। अनि तपाईहरूलाई चाहिँ नाम उच्चारण गर्न साथ हतार हतार बैठक गरेर हाम्रो मान्छे संलग्न छैन भनिदिने। तपाईहरू को हो? किन मान्ने तपाईँको अभिमत? तपाईको बैठकको कानूनी मान्यता के छ? तपाईको पदाधिकारी बैठकले गरेको निर्णयको संवैधानिक मान्यता के छ? कानूनी अस्तित्व के छ? त्यसैले गर्दा यो प्रश्न आफ्नो कार्यकर्तालाई आओ आओ भन्ने दुर्गा प्रसाई प्रति प्रश्न उठ्यो भने आफ्नो कार्यकर्तालाई 15 गते तिमीले सडक नियन्त्रणमा ल्याऊ आओ आओ भन्ने वर्तमान प्रधानमन्त्रीलाई किन प्रश्न उठ्दैन? र अर्को कुरा, कानूनी रूपमा कुनै मन्त्रीमाथि प्रश्न उठ्दै गर्दाखेरि यो संयन्त्र, आयोग, नियोग, कानूनी प्रक्रियालाई अनुसन्धान गर्न दिने कि मेरो मान्छेलाई छुनै पाउँदैनौ भनेर कोठे बैठकले निर्णय सुनाउने, यसमा हाम्रो गम्भीर सरोकार छ। सडक अरू छिमेकी राष्ट्रको जस्तो सडकमा आगो बल्नुभन्दा अगाडि आफूलाई सच्याउनु, संयमित हुनु र संविधान कानून मानेर राजनीतिक अभ्यास गर्न म अनुरोध गर्दछु। धन्यवाद। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति मनिष झाको
विचार सुनिसक्नुभयो। यो यति मात्र सीमित छैन, राष्ट्रिय मानव अधिकार आयोगले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको यो अभिव्यक्तिलाई उत्तेजित भनेको छ। राष्ट्रिय मानव अधिकार आयोगले भनेको छ यो मानव अधिकार आयोगको चाहिँ अगेन्स्टमा छ, यस्ता अभिव्यक्ति प्रधानमन्त्रीजी तपाईँ नदिनुहोस् भनेर मानव अधिकार आयोगले एउटा विज्ञप्ति सार्वजनिक गरेको छ। त दर्शकबिन, राष्ट्रिय मानव अधिकार आयोगले सचेत गराएको छ प्रधानमन्त्री केपी शर्मा ओलीलाई। विज्ञप्तिमा के लेखिएको छ हामी पढेर सुनाउँदैछौँ, यहाँहरूले स्क्रिनमा हेर्नुहोला। राष्ट्रिय मानव अधिकार आयोग प्रेस विज्ञप्ति जेठ 12 गते 2082 उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह। आगामी 82 जेठ 15 गतेबाट राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा जनआन्दोलन गर्न लागेको र सोको अनुगमन समेत गरिदिन अनुरोध गर्दै आयोगमा जानकारी पत्र प्राप्त भएको छ। सोही आन्दोलनको सन्दर्भलाई इङ्गित गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा जेठ 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनिदिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यान आकर्षण भएको छ। देशको शान्ति सुरक्षा र अमन चयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरीत हुनुका साथै निषेधलाई प्रशय दिनु हो भन्ने आयोगको बुझाइ छ। शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध गरेको छैन। यस परिस्थितिमा अरूको विचार अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ। जुनसुकै व्यक्ति समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरूप्रति लक्षित गरी मुठभेड निम्तन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्य मान्यताको समेत विपरीत हुन जान्छ। अत जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरू व्यक्ति समूह वा पार्टी लक्षित नकारात्मक टीका टिप्पणी नगर्न, सुरक्षा निकायले राजधानी लगायतका क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ। डाक्टर टीकाराम पोखरेल, सहसचिव र प्रवक्ता। राष्ट्रिय मानव अधिकार आयोगको यो विज्ञप्ति पनि यहाँ समक्ष हामीले प्रस्तुत गरिसकेका छौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको यो अभिव्यक्तिको, यो उत्तेजित अभिव्यक्तिको चौतर्फी रूपमा अहिले आलोचना भइरहेको छ। दुर्गा प्रसादलाई मुद्दा लाग्ने, प्रधानमन्त्रीलाई किन नलाग्ने भन्ने सम्मका तहमा अहिले टीका टिप्पणीहरू बाहिर आम पब्लिकले गरिरहेका छन्। त दर्शकबिन, यो खालको अवस्था देखिएको छ र झन्डै यही लाइनमा हामीले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई पनि आज हामीले प्रश्न गरेका थियौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको जुन उत्तेजित अभिव्यक्ति आएको छ त्यसमा तपाईँको धारणा के छ भन्दा गगन थापाले छोटकरीमा भनेका थिए यो अभिव्यक्ति ठिक छैन, हाम्रो तहबाट पनि बोल्न हामी कल्पना गर्न सक्दैनौँ। यो ढङ्गको अभिव्यक्ति एउटा प्रधानमन्त्री जस्तो व्यक्तिले त्यो पदमा बसेर यस्ता अभिव्यक्ति दिनु यो असाध्यै अकल्पनीय छ र आइन्दा यस किसिमको अभिव्यक्ति नदिन म आग्रह गर्न चाहन्छु भनेर गगन थापाले भनेका छन्। एकैछिन यो छोटो हेरौँ। प्रधानमन्त्री देशको अभिभावक भएको हुनाले गर्दा बोली व्यवहार सबै कुरामा सबैभन्दा बढी जिम्मेवार प्रधानमन्त्री हुनुपर्छ। हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम कुरा गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीको तहबाट त्यो कुरा गर्ने कुराको कल्पना पनि गरिनुहुन्न। त्यसैले यो जे जति कुराहरू बाहिर सुनियो यस्ता कुराहरू आइन्दा कहिले नदोहोरियोस् भन्ने हाम्रो कुराहरू। हस्, थ्याङ्क यू। कांग्रेसका महामन्त्री गगन कुमार थापाको यो अभिव्यक्ति तपाईँले हेरिसक्नु भएको छ। कांग्रेस यति बेला अहिले यस्तो च्यापोमा परेको छ, एकपछि अर्को गर्दै अहिले गृहमन्त्रीको प्रसङ्गले कांग्रेस झनै च्यापिएको छ। यस अवस्थामा कांग्रेस पुगिसक्यो डाक्टर शेखर कोइराला, राजेन्द्र बजगाई, सुनिल शर्मालाई स्पष्टीकरण सोध्ने रे, चित्त बुझ्दो स्पष्टीकरण नभए कारबाही गर्ने रे। कांग्रेसले डाक्टर शेखर कोइरालालाई कारबाही गर्न सक्ला? डाक्टर शेखरले मात्रै भनेको, राजेन्द्र बजगाईले मात्र भनेको र सुनिल शर्माले मात्र भनेको के हो भने गृहमन्त्रीको जब भिजिट भिसाको प्रकरणमा नाम जोडिसक्यो भने उहाँले हिजो डाक्टर रामशरण महतले जस्तै नेपालको इतिहास साँची छ त्यस्तै गरी पदबाट राजीनामा दिनुपर्छ र निष्पक्ष रूपमा छानबिन हुन दिनुपर्छ। उहाँले गल्ती नै गर्नुभएको छ भनेर भन्न खोजेको होइन। भोलि उहाँले क्लिन चिट पाउनुभयो भने फेरि मन्त्रीको रूपमा आउन सक्नुहुन्छ। यदि पाउनु भएन भने उहाँ कानुनी रूपमा चाहिँ नि दोषी करार हुनुहुन्छ र कारबाहीको भागीदार बन्नुहुन्छ। त यो पनि भन्न नपाउने डाक्टर शेखर कोइरालाले मार्ग प्रशस्त गर्नुहोस् भनेर भनेको यो स्मरणको लागि हामी डाक्टर शेखरको भनाइ हामी राख्दैछौँ। रमेशजीको जुन आएको छ, किनभने गृह मन्त्रालय त उहीँको अन्डरमा छ नि त, होइन?
उहाँले नैतिकताको हिसाबमा ल म क्लिन छु, म अहिले राजीनामा गरेँ, छानबिन समिति बनाउनुहोस्, गर्नुहोस् तपाईँहरू भने भइहाल्यो, सक्यो। त्यसले मोरल देखिन्छ क्या, स्टेटस देखिन्छ। डाक्टर शेखर कोइरालाले यो किन माग राखे, गृहमन्त्रीको राजीनामा किन मागे? दर्शकले अलिकता हामीले इतिहास स्मरण गर्नै पर्ने हुन्छ। डाक्टर रामशरण महतको समयमा के भएको थियो भने मलाई यहाँलाई अलिकति रिमाइन्ड गराउँछु। घटना थियो विक्रम सम्वत 2053 साल साउन 10 गतेको। एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठले विशेष समय लिएर प्रतिनिधि सभामा डाक्टर रामशरण महतको अमेरिकामा बैंक खाता रहेको छ र उक्त खातामा $46,846 त्यस बेलाको है डलर चाहिँ यो 53 सालको त्यो चाहिँ त्यति डिपोजिट चाहिँ खातामा रहेको छ अमेरिकाको खातामा भन्दै वैदेशिक मुद्रा अपचलनको गम्भीर आरोप लगाए। कहिले? 10 गते। डाक्टर रामशरण महतले यसमा धेरै प्रतिवाद गरेनन्, उनले स्वीकार गरे र उनले सहजै रूपमा भने प्रतिवाद नगरिकन आफू UNDP लगायतका विदेशी निकायमा मैले काम गरेको र जागिरे छँदा मैले त्यतै कमाएर यो रकम मैले त्यहाँ राखेको हुँ, जम्मा गरेको हुँ, खाता त्यसै बेला मैले खोलेको हुँ, त्यो रकम नेपाल ल्याउने प्रक्रिया पनि सुरु भइसकेको छ, रकम आफूले नेपालमा चाहिँ कमाएको रकम चाहिँ नभएको कुरा उनले सहर्ष जवाब दिए। तर यति हुँदा पनि तत्कालीन अवस्थामा नेकपा एमालेले 11 गते पनि सदन अवरुद्ध गरो, 13 गते पनि अवरुद्ध गरो, 14 गते पनि अवरुद्ध गरो, 15 गते पनि सदन अवरुद्ध गरो। यही नेकपा एमालेले निरन्तर सदन अवरुद्ध भएपछि सरसल्लाहमै डाक्टर रामशरण महतले भने अब म राजीनामा दिन्छु, किनभने यो विषय चाहिँ कसले हेर्थ्यो भन्दा राजस्व अनुसन्धान विभागले हेर्थ्यो। राजस्व अनुसन्धान विभाग चाहिँ मैले अहिले नेतृत्व गरेको अर्थ मन्त्रालय अन्तर्गतकै रहेको छ। त्यसले गर्दाखेरि चाहिँ यो बेकारमा प्रतिनिधि सभामा यो खालको हङ्गामा र लफडा गर्नुभन्दा म ठिक छ, मैले केही पनि गल्ती गरेको छुइनँ, अनुसन्धान मजाले होस्, दोष मैले गरेको छु भने मलाई कारबाही हुने नै छ। त्यस कारणले गर्दाखेरि त्यति बेला फेरि प्रधानमन्त्री शेरबहादुर देउवा नै थिए। हेर्नुहोस् है, म चाहिँ राजीनामा दिन्छु भनेर शेरबहादुर देउवा समक्ष उनले अर्थमन्त्रीबाट राजीनामा 16 गतेको दिन साउन 16 गते विक्रम सम्वत 2053 सालमा उनले राजीनामा गर्छन्। गरेपछि राजस्व अनुसन्धान विभागले गर्नुपर्ने सबै अनुसन्धान गर्छ र पछि प्रतिवेदन के बुझाउँछ भने नेपालको कुनै पनि रकम चाहिँ त्यहाँ लगेको देखिएन, उतै कमाएर चाहिँ त्यहाँ राखेको देखियो, अर्थात् डाक्टर रामशरण महतको चाहिँ केही पनि दोष देखिएन भनेर चाहिँ त्यो प्रतिवेदन राजस्व अनुसन्धान विभागले बुझाइसकेपछि फेरि के हुन्छ भने डाक्टर रामशरण महतले अर्थमन्त्रीबाट उनले जिम्मेवारी छोडिसकेपछि, राजीनामा दिइसकेपछि अर्थ मन्त्रालय चाहिँ शेरबहादुर देउवाले आफै माता हातमा राख्छन्, अर्को नयाँ मन्त्री चाहिँ त्यहाँ लिएर राख्दैनन्। र त्यसपछि कार्तिक 1 गते, यो घटना थियो साउन 16 गते राजीनामा दिएको, कार्तिक 1 गते चाहिँ अनि पुनः उनले क्लिन चिट पाएपछि शेरबहादुर देउवाले फेरि डाक्टर रामशरण महतलाई चाहिँ अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए। त दर्शक यो खालको इतिहास बोकेको नेपाली कांग्रेसमा डाक्टर शेखर कोइरालाले, राजेन्द्र बजगाईले, सुनिल शर्माले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गर्नुहोस् भन्दा स्पष्टीकरण खेप्नुपर्ने। अब भन्नुहोस् कांग्रेस कुन बाटोमा कहाँ जाँदैछ? अब हेर्दै जानु होला। नेपाली कांग्रेस यही तालले अगाडि बढ्यो भने अहिले पब्लिकले डाक्टर शेखर कोइरालाको अभिव्यक्ति र उनको शैलीलाई मन पराएको छ, तर कांग्रेसभित्र एउटा कोठरीका व्यक्तिहरूले मन पराएका छैनन्। यो कांग्रेसलाई भारी पर्छ, पब्लिकमा पनि भारी पर्छ र पार्टीभित्र पनि यो निकै भारी हुनेवाला छ। कांग्रेस आफै च्यापोमा कर्नरमा पर्दै गएको अवस्था छ। भोलि यस्तो नहोस्, नेपाली कांग्रेसलाई एकातिर हिँडौँ, भीर पहरो छ, अर्कोतिर जाउँ खोल्सो छ, अब कहाँ जाने हो? यो खालको अवस्थामा कांग्रेस नपुगोस्। अहिले ब्याक टु ब्याक नेपाली कांग्रेस अप्ठ्यारोमा पर्दैछ। नेपाली कांग्रेस कहाँबाट झन् अप्ठ्यारोमा पर्यो भने जब रवि लामिछानेको विरुद्धमा चाहिने भन्दा बढी जब एग्रेसिभ हुँदै गयो र अहिले जसरी नेकपा एमाले र कांग्रेसको बीचको गठबन्धन भयो, 7वटा बुदालाई बेस बनाइयो, 7 बुदाको अत्तो पत्तो छैन। अहिले कांग्रेस बेला बेलामा शेरबहादुर देउवा कहिले गभर्नर नियुक्ति गरिदेऊ न हजुर भन्दै प्रधानमन्त्रीको निवास बालुवाटार पुग्छन्, कहिले गृहमन्त्रीको जागिर कसरी जोगाउने भन्दै सरसल्लाह गर्नलाई बालुवाटार पुग्छन् प्रधानमन्त्रीसँग। यतिको कमजोर कांग्रेस चाहिँ साँच्चै भनेको इतिहासमा देखिएको थिएन भनेर अहिले कांग्रेसी जनहरूले गुनासो गरिरहेका छन्। त यो खालको अवस्था छ। विनाशकाले विपरीत बुद्धि भनिन्छ, त्यो विपरीत बुद्धिमा कांग्रेस नहिँडोस्, यही हामी कामना गर्छौँ र सबैलाई हामी भन्छौँ
देश र जनतालाई शिरोधार्य गरौँ। हामी शान्तिका प्रतीक, शान्तिका पक्षमा, लोकतन्त्रको पक्षमा, सबैको विचारको सम्मान हुन्छ, निषेधको राजनीतिलाई हामी खबरदार भन्दै आजको हेडलाइन विशेषबाट म बिदा हुन्छु। अर्को भिडियोमा तपाईँ हाम्रो भेटघाट हुने नै छ। आज्ञा दिनुहोस्। नमस्कार।